हजुरलाई के हुन्छ होला देखाउँछु अनि को जाँदै हुनुहुन्छ भने म हजुरलाई देखाउँछु बाई हामी यहाँ टास्क खेल्दैछौँ टास्क बार्दै हुन्छ तिमीले ओ माई गॉड सो पर्फेक्ट छिटो गर नि त गाइज आँखा दिदी हजुर म तिनटा दिने दिए म तिनटा दिनु क्या दुईटा हजुर हजुर आफू लिइसक्नु भयो यहाँ एउटा के गाइज हाम्रो यहाँ कसलाई रोक्न यहाँ एउटा प्लास्टिक निकाल न प्लास्टिक छ भने प्लास्टिक ए पहिले हो गाइज हामी यहाँ बनाउँदैछौँ चुना हाला बिचुना हाला हाला के हेर्न म हालिसकेको के गाइजहरू यहाँ चटपटे बनाउनु लाग्यो दाइहरूले टुक्रा टुक्रा यो टुक्रा यहाँ पनि खाके दाइ यहाँ लाउनु हामी चारजना केटी एकछिन मलाई बोको त यता Right guys. आइसलाई देऊ न खाना आइसलाई अरे पापा है पापा कन्ट्रोल गर के उता गर दुख्यो बे मेरी आउमुला बल खायो लाग्नेलाई कति दिनु होला बेचारा मलाई क्या मजा लाग्छ सानो मान्छेहरूलाई चलाउन कि हान्नु गुड मर्निङ गुड मर्निङ गुड नाइटै भएन हेलो सुलेलु आफै अझै सुत्नु भएको छ त्यहाँ मान्छे त ल न ल गाइस ओइ खतरा खतरा जाडो छ गाइस 3 बजे कसले ब्रस गर्छ दिदीले गर्नुहुन्छ यहाँ एउटा जुबारको जुबा
कतिको दुःख गरेर पर्छ गाइज अब यता हेर्न यतिको पर्स पकाउने साथी हुनुपर्छ है पर्स अम्बिका सोन अम्बिका र आकांक्षा सोन छ के अम्बिका ए भिडियो बनाइसकेर दूर हेलो गाइज हामी यहाँ आइपुगिसकेछौँ यहाँ तानदिङमा अब हामी यहाँ हिँड्नलाई आएको यहाँ भ्लगिङ चल्दैछ त्यहाँ फोटोग्राफी चल्दैछ त्यहाँ चाहिँ दाल वाला रुक न मलाई नि हेर्नु दे अब खाना देऊ यार रुक रुक हामी यहाँ आइपुगिसकेछौँ त्यहाँ दिदीहरूलाई कुदेछौँ हामी तिनजना मात्र छौँ यहाँ थाकियो जिम जान सुरु सकेन 2 महिना भयो कहिले सुख पाइएन यार ब्यागमा ए रोका एकैछिनलाई माथि जान दे त ए रोका त कुएला यो त्यहाँ हामी थकै मार्दै गइछौँ लाइ जने पढ्छ भाइ पुरै बोक्दै जुन कति बासी लाइदियो के लाइदियो म आफू धान्ने छु त्यही ठुलो कुरा हाल्दै तेरो पनि यहाँसम्म आइसितै खुसी हो कोट पेटमा बाँध्न झुम्री यो लाउँछु त अनि त्यो पेटमा बाँध किन र त्यो धेरै भारी हुन्छ हैन बल्ल यो हाल्दिन्छ के बा कतातिर लाग्छ हाल्दै उठो त भयो गाइज हेर्नुहोस् यति सिधा बाटो हेर्नुहोस् म हैन घरे ए यो मान्छेको माथि त छल हो छल एकैछिन गएन आए Open the book, let your mind take flight. Pages of यस्तो चाल सबैको लोत्रा अनि ओइ उता पल्ट्यो नि तिमी नि मार्दी जाने त्यहाँ छ मार्दी जाने यही मान्छे मार्दी जान्छु भन्ने मरेको लास आपको कैसा लग रहा है सबभन्दा फर्स्टमा गुली सिलाइसके गाइज मजा आयो हिँड्न यहाँ सब थाकेर लोत्राएको हाइकिङ भनेको हैन ट्रेकिङ है चाहिँ बाग लास्टको त झन् उकालो पे त अति अति यो रुखवाला मजा आयो नि माथि मलाई बोलाउँदैन यो जंगल काटेसी आइहाल्छ मैले अन्त गाइज मजा आयो हेर्नुहोस् सब लोत्राङ परेर यहाँ मलाई भ्यू देखाउँछु मैले कस्तो छ भनेर हेर्नुहोस् भ्यू यस्तो छ ऊ त्यहाँ भ्यू पोइन्ट जस्तो देखियो के देखियो हिमाल हेर्नु कत्रो राम्रो देखेको My gosh. हाँसो लाग्यो मलाई त सबैले चिच्चावे बरु मे त थाक गई भन्दै यसको लागि भयो कि फेरि वापस लिन आउनु पर्छ मलाई दुख मात्रै हेरौँ त कस्तो They made me do. यसरी पो सही थियो यार
इन्डिया Okay. All right, guys. Finally, water. पानी पानी Oh, very, very cold. my god ढुङ्गे धाराबाट पानी खाइयो हैन This is the real trek. हिनम आकांक्षा दिदी हुन्छ हामी गाइस बल्ल तल्ल चलो. चलो चलो चले तेरो त भुइँमा देखाउँछ भुइँमा कहाँबाट जाने हामी तर आइको भिडियो गराउनु पर्ने हो त्यो स्ट्रगल भर्सेस डेस्टिनी भनेर मैले त्यही भनेको अनि नमानेको पनि अघि नै हो मैले सबैको एकैचोटि ड्राइपोर्ट राखेर गरौँ भनेको अनि चाहिँ सबै थाक्यो द गाइज भ्यू हेर्नुहोस् त स्ट्रगल वर्ती छ क्या हाम्रो हे गरे नि This is Mount Annapurna. सात अन्नपूर्ण हम है हम दोनों यहाँ उस कन्डिसन क्या हो यहाँ बसेर बल्ल यतिको बनाएको थियौँ नि त चटपटे ल चटपटे आयो दिदी चटपटे दिदी लगाइज मेरो फ्युचरमा नै देखिसक्छु मैले एकचोटि खाएन पुग्न पर्यो नि भिडियोको चक्करमा खाना होइन के आचरण यहाँको यत्तिकै रक्सी खाएर लडेछ को यस्तो मरेको लास एउटा भेटेको छ हेर्नुहोस् त चिने जस्तो लाग्छ कि नै थाम्न तिम्रै राखिदिन्छु कि अब हेर न उडा यसरी लडेँ म होइन अब के गर्नु त लडेपछि त ओहो दामी पारामा लडियो है गाइज हेर्नुहोस् हामीको हिँडै छौँ अझै डेस्टिनेसन आएको छैन अघि त्यहाँ छाया इकोबाट आएको आधाको नि आधा अझै 50-50 भन्नुभएको छ वी आर डन अझै यत्रो हिँड्न सक्यो गाइज मैं तो फिर से थक गई गाइज हम फिर बोल के भी थक हम थक गए गाइज यत्रो पहाड चढ्यौँ हामी अझै गाइज कोक जाने कोक खाइन्छ हामी अनुज नि गयो यार जोसेर हामी जस्तो सहरमा त कसै चढ्छ मन सपोज बाई चान्स गयौँ भने गाइज फेरि जङ्गल सफारी हुन लाग्यो हाम्रो झ्यापा गाइज दिस इज डन आई एम डन हो यही मान्छेले हाइकिङ गर्नु भनेको हेर्नुहोस् त यत्रो छ कि गाइज अझै मैला गस Done with the axe वाला गाना हो कि के है मलाई त अलि सबैसँग डन भइसक्यो कोही भिडियो बनाउनु बल्ल गाइज हेर्नुहोस् यस्तो गाह्रो छ हाइकिङ भन्नलाई भन्न सजिलो छ गाह्रो छ गाइज दिग्गा देवा रे देवा गाह्रो छ गाइज हामी यहाँ जम्मा भयौँ फेरि हसल खेल्छ अझै कहाँ जानी टाइम बिताउनु भने त आफै रिग्रेट खाने रहेछ मेरो त हेर्दा
यो त अहिले यो पनि गर्नुको लागि त गाइज यस्तो हामी हो यो सिग्नलको भरमा हिँड्ने हामी अब कहाँ पुग्ने थाहा छैन त्यत्रो डाँडा काट्नै छ अझै ए यार जति हिँड्यो त्यति उकालो देख्छु यार म त के हो र उसको मोजा फालेर हान्ने कति रे छैन कति डाँडा जाने बाटो गएर माग गाइज हामी छायाको भिलेज आइपुग्यौँ बल्ल बल्ल स्ट्रगल लास्टै गरेर हेर्न सक्नुहुन्छ रमाइलो भयो Look at this. दामी देखिन्छ बाई साना कति ठुलो मुख तिम्रो बाई बोली हजुर साना त्यस्तो छैन त्यो ज्ञानीवाला है क्या त्यस्तो तिमी त्यस्तो छुतो छैन हो न गाइज आउला कि भन्दा आउँदै आउन्न गाइज हामी थाक्यौँ यहाँ छ यिनीहरू त्यहाँ हिमाल चाहिँ अरू नदेखे नि हिमाल चाहिँ दामी देखेछ लास्टै थाकियो गाइज हेर्नुहोस् जङ्गलको जङ्गलबाट हामी 2 घन्टामा आइन्छ भन्ने यसमा टाइममा हामीलाई कति घन्टा लाग्यो है 12 बजे हिँडेथ्यौँ 6 घन्टा हिँडेर अब पुग्न त्यही भन्दै पुग्न लाजम भन्दै हिँड्यौँ हामी Guys, यस्तो ओएमा जमेछ यार होरिब भोलि बिहान पर्छ के गड यसमाथिबाट ज्याकेट लाएर आउने म त हो त्यसबाट फाइनली स्नो पनि देखियो ओके स्नो उदय माथि छ गाइज हामीले फर्स्ट टाइम स्नो देख्यौँ त्यो पनि जमेको स्नो गाइज स्नो स्नो लास्ट जाडो छ गाइजहरू भन्न सजिलो रहेछ पुगिन्छ भन्दै यार मामा मरिन्छ अब त हात नि थिडाइसक्यो दोस्त तिमीलाई कस्तो लागिरहेछ बाबा पुगिन्छ जस्तो लाग्छ हजुरलाई यस्तो तालले पुगिन्छ जाडो अझै रातिमा हिँड्यो अन्त आज कहाँ हो अझै रातिलाई कुरो हो नि त मरिन्छ नमस्ते हमारा यात्रा यही तक था यही हिमाल हेर्न थियो हेरे अब म चाहिँ फर्किँदैछु बाई गाइज हेर्नुहोस् गाइज हामी लास्टै थाक्यौँ दिस इज इन्ड दामी थाक्यो यार चल के हमारा पैर तो दुख गया रे दुग्गा अब मैप में 1 मिनट दे आते
के भन्यो कति अप्ठ्यारो भयो न यता न म झन् आएको त यहाँ सुत्नुमा म त न हुन हिँड्न डुल्न भएको छ मलाई झन् टोपी लाउनु गाइजहरू गाइज दिस इज द रियल स्ट्रगल भोलि बिहान हेर्न पाइएन भने त्यत्रो हिँडेको गरेको सब बेकार जान्छ सब लोत्रा उहाँ हेर न यहाँ मेन महाराज अनुज गुप्तालाई त उहाँ चोर म सुत्यान आकाश दाइलाई देखाउन तिम्रो आकाश दाइ त यहाँ पछि साँच्चै सुत्ने यसरी जाऊ त यार कति जाऊ भन्नुपर्छ प्रकृति हजुर म लास्टै अब पीडामा पर्यो हामी कता सुत्ने भन्ने सुत बिहान मिलेर अब यहाँ दिँदै गर्छौँ गाइस ल सुतेन ल बाई दुःख सुख हेलो गाइस हामी काम आयौँ अब चाहिँ हामी यहाँ फोटो खिच्दैछौँ कसैको होला चार्ज छैन त्यही पनि क्लिक क्लिक मेमोरीको लागि खिच्दैछौँ हामीले यहाँ हेर्नुहोस् यस्तो जाडो छ लास्टै जाडो छ उ हेर्नु त्यहाँदेखि चाहिँ कस्तो राम्रो पिङ्क कलर हेर्नु त्यही चाहिँ यस्तो दामी यहाँ छ लास्ट जाडो छ हात त फ्रिज भएको छ सनराइज हेर्न पाइला जस्तो लागेन मलाई चाहिँ यतिकै आउनु 8 घन्टा हिँडेर आउन मात्र भयो जस्तो लाग्छ मलाई चाहिँ गाह्रो छ ऊ त हिमाल चाहिँ देखेछ गाइज यु क्यान सी हल्का हल्का देखिरहेछ दामी 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 उताबाट हो त्यो चिसोले गर्दाखेरि यहाँ चाहिँ अलि स्नोफल भइरह हल्का हल्का सनराइज नहिँड्ने नि एउटा कि हिउँ पर्यो के सनराइज भयो दुइटामा एउटा हुँदिन पऱ्यो गाई चाहिँ यत्रो 8 घन्टा हिँडेर आएको के काम हामीलाई वी निड समथिङ यिनको टाउको हल्का हल्का यहाँ देखे चाहिँ गाई एउटा दुइटामा एउटा त हुनै पर्छ गाई चाहिँ हेर्नुहोस् यत्रो 8 घन्टा हिँडेर आएर न सनराइज न स्नोफल दुइटामा एउटा त हुनै पर्यो भइरहेछ गाई गाइज हिउँ परेको छ तर देखेको छैन कि गाइजहरू ओह माय गॉड देख्न देखिसकेन कालो कपडामा म देखिन्थ्यो होला यार हेलो गाइज स्नोफल वाज हेर्नु लुक एट दिस इज माय फर्स्ट टाइम एक्सपिरियन्स दामी हो नि त दामी देखा के उयो खतरै पर्यो त ल खतरा परेछ सबजना आउनु ल देखा क्या गाइज लुक एट दिस दामी भयो गाइज हाम्रो ड्रिम कम्स ट्रु भयो हामीले अघि होला भनेको के भन्दैन गाइज कि दुईटा चाहिँ हामीलाई कि सनराइज कि हामीलाई स्नोफल दुईटामा स्नोफल भयो गाइज दामी माई फर्स्ट एक्सपिरियन्स वाज जस्ट वाउ ड्रिम्स कम्स ट्रु हो गाइज ल स्नो स्नो इन्कर बुढाडा भर्खर भरिरह यस्तो राम्रो भएको के छिटो मायाको एउटा त्यो
हिँड्ने सही हो कि एउटा जग्गा अर्को ठाउँ फेरि वापस अनुजलाई त 12 बजे राति हिँड्यो वही नै चल रहा है खतरा स्टाइलमा बसेछ म त अगाडिकोलाई थोरै बोलाएको बे ल ल हेलो गाइज वेलकम ब्याक भन्नमा अब गाइज त्यहाँ कापुचेमा चाहिँ फर्किँदाखेरि बनाउन भ्याएन हेलो गाइज भ्लग कहाँको कहाँ पुगिसक्यो भ्लग गर्ने हालतमा थिएन न चार्ज थियो न के थियो बोटिङ गरेर भ्याएपछि हामी खाना गयौँ खानामै फोकस धेरै भयो हाम्रो किनकि न चार्ज न खाना लाइट हामी यस्तो ठाउँमा गर्थ्यौँ कि त्यहाँ लाइट पनि थिएन लाइट पनि थिएन चार्ज पनि थिएन 0% थियो सबैको मोबाइल त्यही भएर मेरो मोबाइल त्यस्तै थियो त्यही भएर भ्लग गर्न पाएन अब इन गर्छु होला थ्याङ्क यू सो मच फर वाचिङ जाँदैछौँ घर बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ Happy birthday to you. Happy birthday to you. Happy birthday. Mika, happy birthday to you. Happy birthday to you. Lucky card itu kan kuasa lera. Happy birthday. धन्यवाद सबैलाई आँखा त खोला Happy birthday. Happy birthday to you.